नेपालमा विक्रम सम्वत 1935मा तत्कालीन राणा प्रधानमन्त्री रणोदीप सिंहको पालामा हुलाक घरको स्थापना भएको हो। सन् 1974मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच प्राप्त गर्यो। कुनै बेला चिठीपत्रहरू, विशेष गरी सूचना प्रवाह, व्यक्तिगत सञ्चो विसञ्चोको हालखबर, प्रेमपत्र, रेडियोमा गीत फरमाइस प्रेषण गर्न प्रयोग गर्ने गरिएको हुलाक सेवा आज मुख्य रूपले व्यक्तिगत भन्दा पनि संस्थागत चिठीपत्र र हुलाक वस्तु आदान प्रदान गर्न प्रयोग गर्ने गरिएको पाइन्छ। विक्रम सम्वत 2019मा हुलाक सेवा ऐन आएपछि हुलाक सेवा विभागले हुलाक सेवाको समुचित व्यवस्थापन गर्दै आएको छ। स्थापना कालमा चिठीपत्र ओसार पसार गर्ने कार्यमा केन्द्रित रहेको नेपालको हुलाक सेवाले आजभोलि जनताको माग र सूचना प्रविधिको विकाससँगै पुलिन्दा सेवा, EMS सेवा, उपत्यका घुम्ती सेवा, ट्र्याकिङ सेवा लगायतका आधुनिक तथा छिटो छरितो सेवाहरू सञ्चालन गर्दै आएको छ। सन् 1974मा नेपाल विश्व हुलाक सङ्घ युनिभर्सल पोस्टल युनियनको सदस्य राष्ट्र भएसँगै विश्वका धेरैजसो देशहरूमा नेपालबाट पत्र पठाउन सक्ने र बाहिरबाट पनि नेपालमा पत्र तथा हुलाक वस्तु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। विश्व हुलाक सङ्घ UPU, एसिया पेसिफिक हुलाक सङ्घ APPU जस्ता अन्तर्राष्ट्रिय हुलाक संस्थाहरूसँग समन्वय सहकार्य गर्दै त्यस्ता संस्थाहरूको अभिन्न सदस्यको रूपमा रही नेपालको हुलाक सेवालाई अन्तर्राष्ट्रिय पहुँचमा निरन्तरता दिने र हुलाक सेवासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रावधान पद्धति अनुरूप नेपालको हुलाक सेवालाई थप परिमार्जित र सुदृढ गर्न आवश्यक पहल गर्ने कार्य हुलाक सेवा विभागले गर्दै आएको छ। सूचना प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई शीघ्र र पारदर्शी बनाउन नेपाल हुलाकले प्रयास गरिरहेको छ। विश्वव्यापी सञ्जाल UPU को नेटवर्कको प्रयोगबाट गरिएको छ भने आन्तरिक रूपमा PITS सफ्टवेयरको प्रयोगबाट सेवाग्राहीले अनलाइनमा आफ्नो सामान, हुलाक वस्तु कुन हुलाक बिन्दुमा पुगेको छ भन्ने ट्र्याकिङ गर्न सकिने व्यवस्था समेत गरेको छ। हवाई तथा जलमार्गबाट अनुमति प्राप्त हुलाक वस्तुहरू मात्र पठाउन सकिन्छ। सोको जानकारी विभाग तथा गोसारा हुलाक कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था छ। हुलाक एउटा डेलिभरीको माध्यम बन्न सक्छ। अहिले अब हटिसुको रूपमा आएकै ई-कमर्स विद्युतीय व्यापार मार्फत चाहिँ गाउँका ग्रामीण उद्यमलाई सहरसँग जोड्न सकिन्छ र देशलाई चाहिँ ठुल्ठुलो इन्डस्ट्री निजी क्षेत्रले हेर्ला, तर ससाना इन्डस्ट्रीहरू जस्तो साना घरेलु उद्यम हुन सक्ला, ससाना व्यवसाय उद्यमहरू होलान्, त्यसलाई चाहिँ हुलाकको मार्फत विद्युतीय व्यापारमा जोड्न सकिन्छ। त्यो चाहिँ प्रशस्त सम्भावना छ। सँगसँगै टिकटको माध्यमबाट संसारभरिलाई नेपालको बारेमा चिनाउने, बौद्धिक सम्पत्ति अधिकारको बारेमा एडभोकेसी गर्ने, यहाँका इन्डेमिक प्लान्टहरूलाई अगाडि बढाउने, यहाँको व्यक्तिगत धरोहरहरूको इतिहासलाई चाहिँ संसारमा फैलाउने पनि उत्तिकै सम्भावनाहरू छ। सूचना आदान प्रदानको महत्त्व र आवश्यकता बढेसँगै चिठीपत्र आदान प्रदानका लागि संस्थागत प्रणालीको विकास हुन थालेको हो। सन् 1660मा बेलायतका तत्कालीन राजा चार्ल्स द्वितीयले जनरल पोस्ट अफिस स्थापना गरेको इतिहास भेटिन्छ। विश्वका कुनै पनि मुलुकबाट अन्य कुनै पनि मुलुकमा पठाउने वैदेशिक पार्सलहरूको प्रारम्भको दर्तादेखि ठेगानावालाले बुझेको सम्मको चरणबद्ध अवस्थितिको विद्युतीय माध्यम GCSS ग्लोबल कस्टमर सर्भिस सिस्टमबाट ट्र्याकिङ गर्न सकिन्छ। वैदेशिक हुलाकको ट्र्याकिङ गर्ने सम्बन्धमा सबैभन्दा विश्वासिलो र आधिकारिक यो माध्यमबाट सुरुमा सामान प्राप्ति, दर्ता, मिति, भन्सार मूल्याङ्कन, एयरलाइन्सलाई बुझाएको कुन गन्तव्यको लागि पार्सल पठाइएकोदेखि पठाउनेको पुरा विवरण, तौल, ट्रान्जिट, चलानी नम्बर, पार्सल सङ्ख्या, पार्सलको प्रकृति आदि यावत विवरणहरूको ट्र्याक गरी अवस्थिति पत्ता लगाउन सकिन्छ। UPU युनिभर्सल पोस्टल युनियनको नियमअनुसार वैदेशिक हुलाक वस्तुको ट्र्याक गर्न यो अनिवार्य र विश्वव्यापी मान्यता प्राप्त विश्वासिलो माध्यम हो। प्रविधिको विकाससँगै मानिसका आवश्यकता र प्राथमिकताहरू फेरिने गर्छन्। इन्टरनेट र सूचना प्रविधिको तीव्र विकाससँगै व्यक्तिगत खबर तथा सूचना आदान प्रदानको शैली र माध्यम दुवै फेरिएका छन्। नेपालमा हुलाक सेवा एक अत्यावश्यक सेवाको रूपमा रहेको छ।
हाल नेपालमा हुलाक सेवा सञ्चालन र व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभाग रहेको छ। हुलाक सेवा विभाग अन्तर्गत रहने गरी प्रदेशहरूमा केन्द्र अन्तर्गतका निर्देशनालयहरू रहेका छन्। त्यसै गरी निर्देशनालय अन्तर्गत जिल्ला हुलाक कार्यालयहरू, इलाका हुलाक वा स्थानीय स्तरका हुलाक कार्यालयहरू र अतिरिक्त हुलाक कार्यालयहरू सञ्चालनमा रहेका छन्। विश्व हुलाक सङ्घको सदस्य राष्ट्र भएको हैसियतले त्यसैको स्ट्यान्डर्डभित्र रहेर हरेक राष्ट्रले काम गर्नुपर्छ भन्ने मान्यतामा अघि बढिरहेको अवस्था भयो र समग्र हुलाकलाई हेर्दाखेरि चाहिँ आजका दिनसम्म आइपुग्दा हामी पुनर्संरचनाको युगमा प्रवेश गरेका छौँ। अहिले हाम्रो 7 प्रदेश, 77 जिल्ला र 753वटै स्थानीय तहमा हाम्रो हुलाकको संरचना पुगेको छ। हुलाकको संरचना पुनरावलोकन भएर पुनर्संरचना हुँदाखेरि चाहिँ पुराना फिजिकल दरबन्दीहरू धेरै कटौती भएका छन् र यसको अर्थ भनेको अब सूचना प्रविधि मैत्री हुलाक भएको हुँदाखेरि प्रविधि मैत्री हुलाकमा जनशक्ति कम, प्रवृत्ति बढी प्रयोग गर्ने हिसाबले यहाँसम्म पुगेका छौँ। प्रमाणको एक स्रोतको रूपमा हुलाकमा दर्ता भएको पत्रले कार्य गर्ने हुँदा हुलाक मार्फत पत्राचारको अर्को सान्दर्भिकता रहेको छ। करारको औपचारिक जानकारी, गुनासो निवेदन दर्ता, सुझाव वा प्रस्तावको प्रतिक्रिया समेत पत्राचारको माध्यमबाट समेत पठाउने व्यापक प्रचलन छ। परम्परागत रूपमा चिठीपत्रहरू, कागजातहरू हुलाक मार्फत प्रेषण हुने गरेकोमा आधुनिक युगमा कागजपत्र, पुस्तक, पोस्टकार्ड, उपभोग्य वस्तुको आदान प्रदान पनि हुलाक मार्फत भएका हुन्छन्। हुलाकको आन्तरिक र बाह्य व्यापारमा एक किसिमले वाहक, एजेन्सी वा प्रतिनिधिको रूपमा कार्य गर्छ। आन्तरिक चिठीहरू अनि फेरि फरेनको चिठी सामान 2 केजीसम्मको हुन्छ अनि बुक कोर्स चाहिँ 5 केजीसम्म अनि EMS हुन्छ अनि सेम डे डेलिभरी काठमाडौँ महानगरपालिकाभित्र। सेवा ही परमो धर्म उल्लेखित नेपाल हुलाकको छुट्टै लोगो समेत प्रचलनमा रहेको छ। साबिकमा गोसारा हुलाक, क्षेत्रीय हुलाक, जिल्ला हुलाक, इलाका हुलाक र अतिरिक्त हुलाकको रूपमा रहेको सेवा प्रदायक नेपाल हुलाकलाई नेपाल सरकारले एक पालिका एक हुलाक अवधारणा लागू गर्ने निर्णय गरी प्रत्येक स्थानीय तहमा क्षेत्रभित्र कम्तीमा एउटा हुलाक कार्यालय स्थापना गर्ने तथा सेवा प्रवाहमा सुधार गर्ने गरी पुनर्संरचना गर्ने निर्णय गरेको छ। मुख्य सहरी क्षेत्रहरूमा हुलाक काउन्टरहरू समेत सञ्चालनमा रहेका छन्। सामाजिक ऐतिहासिक महत्त्वका सम्पदाहरू झल्काउने चित्र अङ्कित हुलाक टिकटहरू प्रकाशन र प्रयोगमा ल्याई विश्वभर नेपालको परिचय पुर्याउनको लागि फेलाटेली प्रवर्धन गर्ने कार्यमा समेत विभाग क्रियाशील रहेको छ। मूलतः सेवामूलक रहेको हुलाक सेवालाई समयअनुसार नयाँ सेवाहरू थप गरी व्यवसाय प्रवर्धन र वस्तु व्यापारलाई समेत समेटी ई-कमर्सलाई टेवा दिने नीतिअनुसार अनलाइन सेवा दिने र सार्वजनिक निजी साझेदारी मार्फत नागरिकहरूमा सेवा विस्तार गर्ने रणनीति अनुरूप सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ। आफ्नो छुट्टै सेवा दिने भन्दा पनि अन्य सरकारी, निजी वा गैर सरकारी निकायद्वारा वितरण हुने सूचना, पत्र पत्रिका, सामान सामग्री ढुवानी सेवा दिइरहेको नेपाल हुलाकले सरकारी गैर कर राजस्वमा समेत योगदान दिएको छ। विश्व हुलाक सङ्घको एक सदस्यको रूपमा नेपालले विश्वका धेरै देशहरूमा पत्र तथा पुलिन्दा पार्सल ढुवानी गर्ने र अन्य राष्ट्रहरूबाट हुलाक मार्फत प्राप्त चिठीपत्र र पार्सल नागरिकको घर दैलोमा पुर्याउँदै आएको छ। हाम्रो यो आउटबाउन्डबाट चाहिँ विदेश जाने पार्सल डकुमेन्टहरू चाहिँ यहाँनिर रेजिस्टर हुन्छ। त्यसपछि हामीले यता मेल सेन्टरमा पठाएर त्यहाँबाट एयरपोर्टबाट डिस्प्याच भयो। अनि बाहिरबाट आउने, विदेशबाट आउने सामानहरू पनि पहिला एयरपोर्टबाट आइकन चाहिँ यहाँनिर हाम्रो एन्ट्री हुन्छ। सबै साथीहरूले एन्ट्री गर्नुहुन्छ बसेर। नेपाल सरकार कार्यविभाजन नियमावली अनुसार हुलाक सम्बन्धी नीति, कानुन, मापदण्ड सञ्चालन र नियमन गर्ने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको छ। त्यसै गरी हुलाक टिकट प्रकाशन, भण्डारण, फिलाटेली प्रवर्धन, अभिलेख व्यवस्थापन एवं अन्तर्राष्ट्रिय डाक लेखा व्यवस्थापन पनि हुलाक सेवा विभागको कार्यक्षेत्रभित्र नै रहेको छ। प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा सेवाग्राहीहरूका चिठीपत्र व्यवस्थित, शीघ्र तथा विश्वसनीय रूपले ओसार पसार गरी सेवा दिनु, चिठीपत्र तथा पुलिन्दाहरू समयमै सम्बन्धित सेवाग्राही समक्ष पुर्याउन आवश्यक डाक व्यवस्थापन गर्ने, मातहतका निकायहरूको नियमित अनुगमन र सुपरिवेक्षण गर्ने हुलाक सेवा विभागका कार्यहरू रहेका छन्। देशभरका जिल्ला हुलाक कार्यालयहरूले आफ्नो क्षेत्रभित्र हुलाक सेवाको व्यवस्थापन गर्ने गर्दछन्।
विश्व हुलाक सङ्घबाट नेपाल सरकारलाई अडिट गर्दा अहिलेसम्म हामी ए क्याटेगोरी पुग्न सकेका छैनौँ। अहिले बी क्याटेगोरीमा बस्नु परेको अवस्था छ र त्यसलाई बीबाट ए क्याटेगोरीमा हामीले स्तरोन्नति गर्नको लागि चाहिँ हाम्रो गोसरा हुलाक कार्यालय जहाँ अवस्थित छ त्यो अवस्थित भएको ठाउँ अत्यन्तै सेवाग्राहीको दृष्टिकोणले उपयुक्त छैन। त्यो ठाउँ भनेको वान वे छ, त्यसै गरी त्यहाँ चाहिँ पार्किङदेखि लिएर ढुवानी साधनहरू राख्ने सबै स्पेसहरू एकदम कमजोर छ। त्यसले गर्दाखेरि विश्व हुलाक सङ्घले हामीलाई स्ट्रङली पहिलो नम्बरमै सजेस्ट के गरेछ भन्दाखेरि यो गोसरा हुलाक कार्यालय र अफिस अफ एक्सचेन्ज छुट्याउनै पर्छ भनेको छ। त्यो छुट्याउने पहल हामी गर्दैछौँ र हुलाक परिसरको कन्सेप्ट बनाएर अफिस अफ एक्सचेन्जलाई चाहिँ अत्यन्तै महत्त्वपूर्ण हिसाबले युएनको स्ट्यान्डर्ड अनुसार हामीले लैजाने र गोसरा हुलाक कार्यालयलाई पनि हामीले त्यो स्ट्यान्डर्ड अनुसार लैजाने गरी जमर्को गर्दैछौँ। अबको हाम्रो यसको लागि पनि सपोर्ट चाहिन्छ र सँगसँगै अन्तर्राष्ट्रिय विमानस्थलमा हामीले हेऱ्यौँ भने चाहिँ अन्य देशहरूमा हुलाक वस्तु लानेर ल्याउने त्यसको लागि चाहिँ एक्सप्रेस वे भन्दो रहेछ, द्रुत मार्ग भन्ने हुँदो रहेछ इन्टरनेसनल एयरपोर्टमा। तर हाम्रो देशमा चाहिँ त्यो अहिलेसम्म पनि त्यो व्यवस्था नभएको हुँदाखेरि चाहिँ यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र क्यानको अन्तर्राष्ट्रिय जुन मापदण्ड छ एयरपोर्टभित्र एक्सप्रेस वे राख्ने त्यसको लागि पनि हामीले अनुरोध गर्ने पहल गर्ने भनेर त्यसको लागि पनि रूपान्तरणको खाका कोरेका छौँ। हाल देशभर क्षेत्रगत रूपमा प्रत्येक स्थानीय तहभित्रका हुलाक कार्यालयबाट हुलाक सेवा प्रवाह भइरहेको छ। ती कार्यालयहरू हुलाक ऐन, हुलाक नियमावली र अतिरिक्त हुलाक नियमावली अनुसार नियमित रूपमा सञ्चालित छन्। सिंहदरबारभित्र रहेको कार्यालयहरू र गोसरा हुलाक कार्यालयबीच सम्झौता गरी सिंहदरबारभित्र एकै दिनमा पत्र बुझाइदिने गरी कार्य व्यवस्थापन भइरहेको छ। यातायात व्यवस्था विभागको इम्पोस्ट नम्बर कार्ड, राजधानी विभागको पासपोर्ट, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचय पत्र लगायतका सरकारी सामग्रीहरू हुलाक सेवा विभागसँग आपसी सम्झौता गरी ढुवानी व्यवस्थापन गरिँदै आएको छ। पछिल्लो समय इन्टरनेटको विकाससँगै व्यक्तिगत चिठी पत्र आदान प्रदानमा केही कमी आए तापनि सरकारी तथा संस्थागत चिठी पत्र पार्सलहरूको सङ्ख्यात्मक वृद्धि हुँदै गएको छ। उपयुक्त संस्थागत, संरचनागत र कानुनी व्यवस्थाका माध्यमबाट जनचाहना अनुरूपको हुलाक सेवा सुनिश्चित गर्नु हुलाक सेवा विभागको लक्ष्य हो। सक्षम, प्रतिस्पर्धी र व्यावसायिक हुलाक सेवा प्रदान गर्नु हुलाक सेवा विभागको दीर्घकालीन सोच रहेको छ। सेवामूलक ढङ्गबाट आधारभूत र व्यावसायिक हुलाक प्रणालीको सञ्चालन र व्यवस्थापन गर्दै स्वदेशभित्र र विदेशमा समेत हुलाक वस्तुको आदान प्रदान गराउने जिम्मेवार निकायको रूपमा रहेको हुलाक सेवा विभागको सेवालाई बदलिँदो परिस्थिति अनुकूल थप विश्वसनीय, प्रभावकारी, प्रतिस्पर्धी र जनमुखी बनाउन नेपाल सरकारले हुलाक सेवामा पुनर्संरचना गरी सुधार गर्ने नीति लिएको छ।